यो मेरो बातमा जसको भिजेको भइरहेको छ रिस उठिरहेको रहेछ कारण चाहिँ यहाँलाई हातमा हो काँटी ठोकिदिनु भएको रहेछ र मेरो साथी चाहिँ धेरै दिन बाद भेटेको हो हामी सँगै हुन्छ र पनि तर कामले गर्दा यस्तो बिजी हुन्छ कि गाइस हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल र आफ्टर लङ टाइम मेरो साथी चाहिँ मलाई भेट्न आएको छ हो साथी चाहिँ यता छ हो हिज नेम इज सन्तोष राई हो हेर्नुहोस् सोले डोले बनेर हल्का अहिले चाहिँ म उसलाई आई लभ मार्निङ अब यसो रिफ्रेसमेन्टको लागि बाहिर लाँदैछु र आज मलाई भेट्न आएको थियो र हेर्दै गर्नुहोस् होला गाइस युट्युबको जर्नी चाहिँ बेस्ट मेमोरी चाहिँ त्यो थियो हाम्रो चाहिँ जान गइरहेको छ अब चाहिँ कस्तो होला त्यो भने चाहिँ सकिगयो हो गाइस यहाँ तपाईँहरूले माइक्रो ल्याब देख्न सक्नुहुन्छ र अप्पर मामनीको अवस्था चाहिँ यस्तै छ हाम्रो सोल्टाज्यूले चाहिँ गिटार सिटार बोकेर हिँडिसकेको छ र एक दुईवटा गीत पनि गाउनुपर्छ होला सायद हामीले सिङ्गर चाहिँ एकदम टाढोबाट मगाएको छौँ उदित नारायणको बात छ गाइस साथैमा हामी चाहिँ यात्रा अघि बढेको अवस्था हाम्रो एक भाइ बिजी एक भाइ शान्ति हो हाम्रो सोले डोले बुबु यता हेर्नुहोस् प्लिज र अहिले चाहिँ हामी यहाँ हनुमान मन्दिरमा आइसकेको छौँ र मामरिङको चाहिँ अब अलिअलि डेभलप हुँदैछ है खोइ दामी भइदिरहेछ कलर चाहिँ र मेरो साथी चाहिँ धेरै दिन बाद भेटेको हो हाम्रो युट्युबको जर्नी चाहिँ हामी सँगै सुरु गरेको 21मा गरेको होला है 2021 र अहिले आएर चाहिँ हामी जहाँ थियौँ त्यहीँ छौँ अहिलेसम्म हो गाइस ग्रो हुनु साह्रो पर्यो हो अन्त तपाईँहरूको यसो हल्का माया दिनुहोस् हामीलाई यता राई बोइसबाट अहिले ट्राभलिङ ट्रेल्स है भएको छ हामी सँगै हुन्छ र पनि तर कामले गर्दा यस्तो बिजी हुन्छ कि गाइस निकै भयो 4 इयर्स भएछ सायद नदेखेको र यता त कति चेन्ज भइसकेको छ गाइस हामी भाटा जस्तो मान्छे चाहिँ अहिले सोले डोले बोकेर हो डराउनु होला गाइस मलाई केही नभन्नु होला मेरो पछाडि यस्तो मान्छेहरू छ गाइस र त्यस्तै हो अलिक होसियारले बोल्नुहोस् तपाईँहरू र हाम्रो म्युजिसियन भाइ चाहिँ अगाडि गिटार सिटार बोकेर जाँदैछौँ त्यही हो गाइस अब गीत सित गाउनुपर्छ होला हल्का फन गर्नुपर्छ अब धेरै दिन बाद भेटेको हो 4 वर्ष बाद युट्युबमा बल्ल छाउँदैछ पछाडि चाहिँ एकदम टाटाहरूको आवाज छ सो फाइनली गाइस हामी चाहिँ आई लभ पामरिङ डाँडामा आइसकेको छ हो यहाँ चाहिँ एकदम पोजिसनको मोडलहरू रहेछ हो यो मोडलको नाम चाहिँ एकदम लाल मोडल हो धेरैजना रहेछ यहाँतिर झुन्डिने एक्टर्सहरू गाइस यहाँ दोकान पनि रहेछ गाइस अतुल सेतु ब्रिज र उता देख्नुहुने आइबिएमबाट रम्फू र वेस्ट बेङ्गल यता पर्छ र यता चाहिँ चुचेढुङ्गा यता पाण्डाम यहाँ अप्पर मामरिङ लोवर मामरिङ र यस्तै छ गाइस यो टिस्टा खोला अतुल सेतु चाहिँ दामी देख्दो रहेछ गाइस यहाँतिर रेलवेको पनि हुँदैछ हो गाइस हाम्रो शेरबहादुरलाई चाहिँ एकदम रिस उठिरहेको रहेछ कारण चाहिँ यहाँलाई हातमा हो काँटी ठोकिदिनु भएको रहेछ यो काँटी चाहिँ जिजस क्राइस्टलाई पनि ठोकेको थिएन होला गाइस अहिले चाहिँ हाम्रो म्युजिक भिडियोको लागि सुटमा जाँदैछौँ हो यहाँ चाहिँ म रनिङ गरेर यहाँसम्म आउँदैन पर यो मेरो बातमा जसको भिजेको तिमीलाई नै म रुँदा
सो फाइनली गाइस अहिले चाहिँ हामी घर फर्किरहेको अवस्था। अझै चाहिँ हामीले गीत सित गाएर आजको दिनहरू यस्तै खालको बित्यो। कस्तो लाग्यो भिडियो? मन पऱ्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस् र तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला। किप वाचिङ गाइस, प्रवीण एक्स राई। त्यतिसम्मको लागि अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई गाइस। ड्याप हान्देऊ न थप्पड।